गुड मर्निङ सबैजनालाई आज मलाई मर्निङ मिनी ब्लग स्टार्ट गर्दैछु। सुरुमा मलाई ब्रस गरेपछि मजाले ब्रस गरेँ अनि ब्रस गरेर कुल्ला गर्न थालेँ। मैले चाहिँ बिहानको मुख धुने बेलामा या रातिको मुख धुने बेलामा केही पनि युज गर्दिनँ। जस्ट प्लेन वाटरले पानीले मात्र मुख धुन्छु हो। एउटा हातले मोबाइल समाएर मलाई मुख धुन थालेँ। मुख मजाले पानीले मुख धोएपछि मजाले पानीले मुख धोएँ। त्योपछि मैले उता गएर मैले मुख ट्राई गरिरहेको थिएँ। आज सैटरडे हो, सैटरडे मन्दिर जाने भएर चाहिँ मैले कुर्ता लगाएँ अनि मैले यो एभिनको क्रिम लगाएको मोइस्चराइजर अनि एभिनको क्रिम लगाएँ। मेरो नानीले चाहिँ तल मलाई सुनाइरहेको थियो। त्योपछि चाहिँ मैले यो गार्नियरको भिटामिन या 50 पनि छ योमा, यो लगाएँ। मेरो आउँदै आएन कि निचर कटिन लागेको थियो नि त, अनि त्यही भएर मजाले यसलाई पनि लगाएँ। अनि ब्लेन्ड गरेपछि यो केमा चाहिँ धेरै गर्मी छ, मैले यो डिआलबाको लाउँदैछु SPF 50+ अनि PA++ हुन्छ। यति धेरै आयो क्या यो हो। मैले यसलाई अनि घाँटीमा जताततै मैले लगाएँ। यो चाहिँ पिङ्क लाइट हो, यसले फाउन्डेसनको पनि काम गर्छ। मजाले यसलाई चाहिँ ब्लेन्ड गर्ने, म यो ब्लेन्ड गरेर आउँछु है त। मजाले मैले ब्लेन्ड गरेर आएँ अनि ब्लेन्ड गरेर आएपछि हातमा घाँटीमा पनि लगाएँ। त्योपछि मैले यो आइलाइनर लिएँ। आइलाइनर चाहिँ मैले यो ब्लगको लागि युज गर्न लागेको थिएँ। अनि पछाडिबाट मेरो हस्बेन्डले चाहिँ के गर्नु लाग्यो तिमी, मन्दिर जानु लागि, कता जानु लाग्यो भन्दै हुनुहुन्थ्यो क्या। त्यही भएर मैले हातले अनि फेरि भन्दै हुनुहुन्थ्यो कहाँ के गर्नु लाग्यो भनेर। अनि मैले मन्दिर जानु ला भने किन त भन्दै मैले मेरो फेभरेट पनि हेर्नु न, मलाई ब्लग एकदम धेरै मनपर्छ। अनि म रेडी हुने तर टिका नलाउने त हुँदैन, मैले चाहिँ टिका लगाएँ। मलाई त एकदम धेरै टिका लगाएको मनपर्छ, मैले चाहिँ टिका लगाएँ। टिका लगाएपछि अर्कै नै देखिने क्या है। अनि त्योपछि कपाललाई के गर्ने भने अनि कपाल छोडेर कपाल कोर्न थालेँ। मेरो यति धेरै कपाल झर्छ कि, हजुरहरूको नि कपाल झर्छ कि के हुन्छ भन्नु है, कमेन्ट गर्नु है। म चाहिँ रेडी भएँ। त्योपछि अब हामी निक्लेको मन्दिर जानलाई। मन्दिर जान बाहिर निक्ल्यौँ। यति धेरै घाम छ हेर्नु न, मेरो हस्बेन्ड चाहिँ यता आउँदै हुनुहुन्छ। यति धेरै घाम ओहो यति धेरै घाम छ, यति पोलेको धन्न मैले लगाएको हेर्नु न। घाम त हाम्रो टाउकोमै आएर बस्नु छ है। तर यति रमाइलो क्या बिहान बिहान मन्दिर जान, यति रमाइलो लाग्छ मलाई त। मेरो हस्बेन्ड चाहिँ अगाडि हुनुहुन्छ। यही हो मन्दिर, हाम्रो घरबाट चाहिँ जम्मा 2-3 मिनट लाग्छ यो मन्दिर आउन। मन्दिर आइपुगेँ। मन्दिरमा चाहिँ अब भित्र चाहिँ भिडियो बनाउनु मिल्दैन, बाहिरबाटै अब बिहानको मन्दिर पनि दर्शन गरेँ। यो चाहिँ दर्शन गरेर आएको, बाहिर निक्लिएको भिडियो। अब बाहिरबाट हामी अब घर जान्छौँ, घर जान रेडी। यति नै हो आजको लागि, बाई बाई, थ्याङ्क यू फर वाचिङ।